लसो फ्यापुला है सम्पूर्णमा। र अहिले चाहिँ भने म हाम्रो सुरेश योन्जन सुन्ताले बस्ती उहाँसँग भेट भएको छु है। र उहाँ चाहिँ अब म भन्दा अलिकति परिपक्व सिनियर है हुनुहुन्छ र म एक दुईवटा कुरा सोध्ने छु र तपाईलाई नि हाम्रो यो दार्जिलिङको विषयमा अलिकति यो हाम्रो राजनीतिक विषयमा है कतिको डेभलप हुँदैछ अलिकति अब तपाईहरु त हेर्नु हुँदैछ अलिकति बताइदिनुहोस् न। हाम्रो पहाडको राजनीतिक भन्ने कुरो चाहिँ कस्तो छ भने नि यो कमै खाने भाँडा भयो। हजुर हो, जो आउँछ अर्कोलाई ढाल्ने, माथि पुर्याउने छैन, अर्कोलाई पड्काउने, आफू मात्रै माथि हुँ भन्छ। अन्त पहिला घिसिङको पाला राम्रो थियो हैन? हजुर हजुर। घिसिङको पालामा एकताल बोल्दाखेरि थानाहरू त डाउन हुन्थ्यो हैन? थानाहरू सबै हल्लिन्थ्यो। त्यहाँबाट एउटा मदन तामाङ थियो हाम्रो एकदम सर्वश्रेष्ठ नेता, एकदमै परिपक्व, एकदम राम्रो नेता थियो। उसलाई पनि ढालिदिइहाल्यो, घिचेर काटेर, मिटिङमा काटेको नि त हैन? अन्त राम्रो मान्छेले जहिले पनि काम गर्दाखेरि नारामा सोध्दो रहेछ नि त। अन्त राम्रो मान्छेलाई मारिहाल्यो, घिसिङलाई बिचरा टिस्टामै आउनु दिएन। त्यहाँबाट आयो अहिले अब यो जुन चाहिँ यो हाम्रो अब गाउँ बस्तीमा है यो जलधारा कस्तो छ अहिले? जग्गा जग्गा त पानी जलधाराको त अब मान्छे त बगाउने खालको पानी आउँदैछ अहिलेसम्म यहाँ चाहिँ है। यहाँ चाहिँ होइन, कुरा बुझ्नु पर्यो नि त। मान्छेले माछा पालेर किसिमै गरिसक्यो हो। जलधाराको पानी चाहिँ त्यस्तो डरलाग्दो आउँदैछ। नेताहरू खोइ त। कन्ट्र्याक्टर हेर्नु, एक नम्बर कुरा कन्ट्र्याक्टरले पाइप बिछाइदिएको छ तर कतिको घरमा पुगेकै छैन हैन? कतिको घरमा पाइपै पुगेको छैन, कतिको घरमा कति हाइड्रेनहरू राम्रो बनिएको छैन। पैसा खानु मात्रै सबै कुरा सर्वश्रेष्ठ होइन नि त। होइन। नेता भएपछि गाउँको सबैले परिपक्व हरेक कुरामा चाहिँ उयो दिनु पर्यो नि त। पानी सबैलाई पुगोस् होइन? त्यो नेतागिरी एउटा पार्टी थुप्रो छ हाम्रो पहाडमा। फेरि पार्टी है दुनियाँभरको पार्टी छ कि नाप्ने त केही होइन। फेरि कुनै पार्टीले पनि केही नाप्दैन। पानी त ल्याएको त भोटको बेलामा 3 दिन अगाडि एउटा के अरे उयो क्लब घर बनाइदिनु भन्छ, अलिक दिन के बनाइदिनु भन्छ, भोट सक्यो चुपचाप हुन्छ। यस्तो नेतागिरीहरू चाहिँ हामी चाहिँ अब पब्लिक पैसा दिन्छ होला नि त। कहाँ दिन्छ पैसा? त्यो भोट लाउने दिन मासुर भात खिलाउँछ, सक्यो। भोटिङ उयो खर्च दिन्छ होइन, बुथ खर्च दिन्छ। त्यतिमै हामी नेपाली हाम्रो गाउँले दाजुभाइ चाहिँ त्यतिमै शेष भइहाल्छ। मासु भात खिलाउँछ, बास सक्यो। भोटको दिन 2-3वटा पार्टी हुन्छ, अर्कोको एजेन्डा बस्छ। यस्तो खालको चाहिँ गर्नु हुँदैन हाम्रो नेतागिरीहरूले पहाडमा कहिल्यै पनि। अलिकति हामी पहाडमा बसेको छौँ, राम्रो जग्गामा, शुद्ध जग्गामा बसेको छौँ। एउटा कैलाश हो होइन? एउटा दार्जिलिङ पहाड एउटा कैलाश हो नि त। हामी पहाडमा शुद्ध हावा खाने, शुद्ध त्यस्तो नेताहरूले चाहिँ शुद्ध हावालाई चाहिँ खत्तमै पारिदिएको छ नि त। शुद्ध हावा चाहिँ मधेसको हावा मिलाइदिएको छ। त्यसले गर्दाखेरि हामी जति पनि अब जतिजनाले सुन्छ होइन, यो जतिजनाले उयो गर्छ, यसलाई लाइक र सब्सक्राइब गरिदिनुहोस्। तपाईँहरूलाई यो अलिकति पहाडदेखि चाहिँ पहाडलाई बचाऊ, सबैले बुझ्नुपर्छ यो कुराहरू चाहिँ। त्यो तल गरममा बस्नु र यहाँ पहाडमा बस्नु धेरै अन्तर छ यो कुराहरू। त्यसले गर्दाखेरि तपाईँहरूले अलिक उयो गरिदिनु, लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु। जय गोर्खा। अन्तमा अनि एउटा कुरा छ, अब जति पनि हेर्ने उयोहरूलाई, एउटा बिमल गुरुङ पनि राम्रो हो। हाम्रो बिमल गुरुङ अध्यक्षज्यू, उसले त्रिवेणीहरू बनाइदियो, या ब्रिज बनायो, हरेक कुरा बिमल गुरुङको ठुलो हात छ। बिमल गुरुङलाई म जय गोर्खै भन्छु। अन्त रङ्गोतिर टुरिज्म एरियाहरूलाई
सबैलाई राम्रो गरिदिएको छ। हो। अहिलेको त्यो चाहिँ फ्यातुले नेताहरू छ नि, त्यो नेताहरू छ नि घिच्नु आएको मात्रै हो, काम छैन, बेकारमा किन कराउनु, कराउनै हुँदैन। जसले गर्छ त्यसलाई चाहिँ हामी लाइक दिन्छ नि त, मन पराउँछ। हो नि, त्यसले अब गर्दाखेरि यति राम्रो सुन्दर जग्गा छ यस्तो है। जग्गाहरूलाई हेर्नु, अब यो हेर्नु पहाड हेर्नु, हामी किन डुबाउनु हाम्रो पहाडलाई? शुद्ध हावा र शुद्ध पानीमा बस्नुपर्छ। मधेसी भित्र हुँदैन एक नम्बर कुरा। यो जमिन बेच्नेहरूलाई पनि म भन्दैछु, झन्डी, लुङसेल, यो सुन्तले, नोकडाँडा, हरेक जग्गा हाम्रो पहाडमा पैसाको लागि जमिन बेच्नु हुँदैन। हाम्रो पहाड बचाउँ, पहाडलाई राम्रो शुद्ध बनाऊ। बङ्गाली नहोस्, बङ्गालीले त्यसै हेपिरहेको छ। सिलगढीमा त रिक्सामा 3 पल्ट घुमाउँदा चाहिँ त्यही भाडामा 10 पल्टको घुमाउँछ नजान्नेलाई, त्यही भाडामा। अन्त हामी त्यस्तो हुनुपर्छ अलिक। सिलगढी चाहिँ हाम्रो एरिया हो, 3 पल्ट घुम्नेमा चाहिँ 10 पल्ट घुमाउँछ। 10 पल्ट घुमाउँछ। त्यही भाडा चाहिँ बेसी लिन्छ नि त, बेसी घुमाएपछि चाहिँ। त्यसले गर्दाखेरि सिलगढी हाम्रो हो नि त, प्रधाननगर भनेको नेपाली होइन, उयो थुप्रो छ हाम्रो। सिलगढी चाहिँ हाम्रो दार्जिलिङको भूभाग हो नि त। अहिले मधेसी बेसी भयो, अब यहाँ पनि हाम्रो सुन्तले, झन्डी, नोकडाँडा हरेक जग्गा छ मधेसी। मधेसी हामीभन्दा बेसी चाहिँ मधेसी बिहान हिँड्छ, पैसाको लागि चाहिँ अब है दिइहाल्छ आफ्नो जमिन। त्यही कारण आफ्नो जमिन पिता पुर्खाले बचाएर राखेको जमिन। सबैले श्रोताहरूले हेर्नुहोस्, सबैले सोच्नुहोस्, अब जमिनहरू बङ्गालीलाई बेसी नबेच। यो छेत्रीहरू छ नि, छेत्रीहरूले छिटो यिनीहरूको उयो हुँदो रहेछ, दिमाग होइन। यिनीहरूको चाहिँ के हुन्छ भने बङ्गाली होइन, रेजिस्ट्रेसन ट्राइबलको जमिन चाहिँ बाँचेको हुन्छ। यो अब छेत्रीहरूले बेसी बेचेको छ, रेजिस्ट्रेसन उनीहरूको छिटो हुन्छ है, रेजिस्ट्रेसन हुन्छ। ट्राइबलको त हुँदैन, यिनीहरूको प्रायः किन्दैन। त्यसले गर्दा हाम्रो छेत्री दाजुभाइलाई पनि म भन्दैछु, अलिकति जमिन बचाऊ, पहाडको हरियाली बचाऊ, हावापानी शुद्ध होस्। अहिले बङ्गाली भयो भने पछि कोही के होला फ्युचरमा? हाम्रो नानीहरू हुन्छ, नानीहरूको फ्युचरमा त यो त बङ्गाली मात्रै बेसी हुन्छ नि त। अब यो नेपाली बसेको जग्गामा राजनीतिक नगरौँ है, राजनीतिक गर्नु मिलेर बस्नुपर्छ भन्ने तपाईँको सोच एकदमै राम्रो लाग्यो है। ल, धेरै धेरै धन्यवाद तपाईँलाई है। जय गोर्खा, फ्यापोला है।